तपाईको ग्राहकलाई तपाईको प्रोडक्टसँग खासै रुचि छैन। हो, यो सुन्दा नराम्रो लाग्न सक्छ, तर वास्तविकता के हो भने ग्राहकलाई उहाँको समस्या समाधान हुनुसँग मात्र रुचि छ। एकचोटि सोच्नुहोस्, तपाईँ डेन्टिस्टकोमा जाँदै हुनुहुन्छ अनि त्यहाँको तपाईँलाई चेयर कस्तो छ, या फिर एक्सरे मसिन कुन क्वालिटीको छ, या फिर ड्रिल मसिन कुन क्वालिटीको छ, त्यो कुराले कसैले पनि फरक खाँदैन। तपाईलाई या फिर तपाईको ग्राहकलाई एउटा चिजसँग मात्र सरोकार हुन्छ, त्यो भनेको आफ्नो दाँतको दुखाइ कति छिटो कम हुन्छ। त्यही कुरा बिजनेसमा पनि लागू हुन्छ। धेरै जसो व्यवसायहरू दिनभर आफ्नो प्रोडक्टको फिचर्सको बारेमा भनिराख्नु भएको हुन्छ। हाम्रो क्वालिटी यस्तो छ, या फिर हाम्रो अफिस यस्तो छ, हैन, हामी यो फिल्डमा 10 वर्षदेखि काम गरिरहेका छौँ। यो सबै कुरा भन्दा पनि ग्राहकको दिमागमा एउटै कुरा चलिरहेको हुन्छ, यसले मेरो जीवन कसरी सजिलो बनाउन सक्छ। यो प्रश्नको उत्तर दिन नसक्ने व्यवसायहरू बजारमा धेरै समय टिक्न गाह्रो हुन्छ। म एउटा वास्तविक उदाहरण दिन्छु। मानौ दुईटा कन्सल्टेन्सी छ, दुईटैले एडभर्टाइजमेन्ट गरिरहेको छ। एउटा कन्सल्टेन्सीले भन्छ हामीसँग 10 वर्षको अनुभव छ, 100+ प्रोडक्ट छ र प्रोफेसनल टिमहरू छ, र अर्कोले फेरि यो भन्छ कि लाइक तपाईको प्रोडक्ट हेरेर या फिर तपाईको प्रोफाइल हेरेर हामीले तपाईलाई विथिन 10 मिनट्स कुन युनिभर्सिटी तपाईलाई सुइटेबल हुन्छ, त्यसको कति स्कलरशिप हुन्छ, सबै कुरा हामीले तपाईलाई भनिदिन्छौँ। सो यो दुईटा मध्ये तपाईले कुन एडभर्टाइजमेन्टलाई बढी भ्यालु गर्नुहुन्छ होला? सायद दोस्रोलाई, किनकि सेकेन्ड एडभर्टाइजमेन्टले तपाईलाई सोल्युसन दिँदैछ। तपाईले खोजिरहेको या फिर रिसर्च गरिरहेको कुन युनिभर्सिटी फिट हुन्छ भन्ने प्रश्नको उत्तर दिँदैछ। एक्ज्याक्टली उसले के गर्यो? उसले आको भविष्यको कुरा गर्यो। यही नै एक्ज्याक्टली मार्केटिङ र सेल्सको फरक हो। मैले सुरुमा व्यवसाय गर्दै गर्दा एकदम ठुलो गल्ती गरिरहेको थिएँ। मैले के गर्थेँ भने आफ्नो प्रोडक्टलाई या फिर आफ्नो कम्पनीलाई बढी एडभर्टाइज गर्न खोज्थेँ। पछि एउटा कुरा मैले बुझेँ, ग्राहकलाई तपाईको महानतासँग या फिर तपाईको कम्पनी कति ठुलो छ भन्ने कुराहरूसँग त्यति धेरै रुचि छैन। उहाँलाई आफ्नो समस्याको समाधान चाहिएको हुन्छ, त्यो दिन सक्नुहुन्छ भने दे विल प्रिफर यु। त्यसैले आजबाटै एउटा नियम बनाउनुहोस्। यदि तपाईँ एडभर्टाइजमेन्ट गर्न खोजिराख्नु भएको छ या फिर स्क्रिप्ट लेखिराख्नु भएको छ भने फर्स्ट के गर्नुहोस् भने त्यो एडभर्टाइजमेन्ट या फिर त्यो स्क्रिप्टले ग्राहकलाई के फाइदा पुर्याउँछ भन्ने कुरा देखाउन सक्नुपर्छ। यदि त्यो सक्नु हुँदैन भने प्लिज फेरि स्क्रिप्ट लेख्नुहोस् या फिर फेरि एडभर्टाइजमेन्टको मार्केटिङ प्लान बनाउनुहोस्। बिजनेसमा एउटा नियम सधैँ सम्झिनुहोस्, प्रोडक्टले एटेन्सन पाउन सक्छ, प्राइजले इन्क्वायरी ल्याउन सक्छ, तर ट्रस्टले मात्र सेल्स गर्छ या फिर कस्टमर बनाउँछ। र ट्रस्ट तब मात्र सुरु हुन्छ जब कस्टमरले यो कुरा बोल्नुहुन्छ, यो पर्टिकुलर व्यवसायले मलाई सेल्स मात्र गर्न खोजिरहेको छैन, यसले मलाई बुझ्न खोजिरहेको छ या फिर यसले मलाई मेरो समस्याको समाधान दिइरहेको छ। सधैँ याद राख्नुहोस्, सफल व्यवसाय कहिले पनि धेरै बोल्दैन, उसले धेरै सुन्छ। किनकि जसले ग्राहकलाई सबैभन्दा राम्रोसँग बुझ्छ, अन्त्यमा बजार उसैले जित्छ। फलो गर्नुहोस्, यो डे 2 हो नयाँ सिरिजको।